के तपाईं सुन्नु तयार हुनुहुन्छ बोलाउनको लागि? So ladies and gentlemen, let's welcome truly inspiring person जो amazing voice को king रहनु भएको छ, जो superstar रहनु भएको छ, जो नेपाली सांगीतिक मात्र नभइकन सिने वर्ल्डमा इतिहास रच्न सफल, जो हरेक युगको एक त्यस्ता पुरुष जसले आजको यस कार्यक्रममा रकिङ परफर्मेन्स राख्नुहुनेछ. So are you guys ready? So let's welcome our energetic performer. So let's welcome our Cine World ka Nayak mega star, the one and only Prakash. 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 So count down 10, 9, 8, 7, 5. Let's welcome actor and model superstar Prakash Saboo. लाइट बन्द गरेर लिएर देशको राजधानी र राज्यको पहुँचबाट धेरै पर बागलुङको विकट गाउँमा जन्मियो एक प्रतिभा जो आर्थिक रूपमा त कमजोर थियो नै, सामाजिक रूपमा पनि उपेक्षित, कथित अछुत थियो. यसरी वर्गीय र जातीय रूपमा समाजको सबैभन्दा तल्लो पिठमा जन्मिएर पनि उसले आकाश छुम्ने सपना देख्यो. अनि आँखामा त्यही सपना र परिवारको जिम्मेवारी काँधमा बोकेर झर्यो शहर. शहरमा उसले के गरेन? होटेलमा भाडा माझेन कि, फर्निचरमा काठ बोकेन कि, कामका लागि एनजिओ आइएनजिओ धाएन कि, आधा पेट खाएर एफएम रेडियोमा बोलेन कि, अनिदै बसेर दोहोरी साँझमा गाएन कि, अवसर र ठाउँका लागि काठमाडौँका गल्लीहरू नापेन कि. यसरी चरम दुःख, संघर्ष र धैर्यतापछि उसले संसारलाई दियो अजम्बरी सिर्जनाहरू, जसका सिर्जनामा केवल मनोरञ्जन मात्र होइन, सामाजिक र राजनीतिक चेत पनि छ. हाम्रै दुःख सुख छ, हाम्रै कथा व्यथा छ. छोरीका चित्कारहरू छन्, विवेक विरुद्धका झङ्कारहरू छन्, परदेशीका आँसुहरू छन्, राज्यप्रतिका गुनासा र प्रश्नहरू पनि छन्. र छन् हाम्रै मौलिकता, हाम्रै नेपालीपन, हाम्रै भाका. के बुढापाका, के तरुण तन्नेरी, के बालबालिका, के गाउँ, के सहर, सबैको मन जितेर लोकप्रिय बन्यो एउटा नाम, प्रकाश सपुत. जसको संघर्ष जति कठिन थियो उसको सफलता पनि सहज रहेन. जब उसका सिर्जनाहरू एकपछि अर्को चर्चित हुँदै गए, उमाथि प्रहार पनि हुँदै गयो. एक केटा कलुनी त चोरेको भाका रहेछन्, त्यही भने डोरीले बिगारेर ब्याटल बनाएछ. होइन, के हो यो सकम्बरी भनेको? केटी मान्छेलाई कलर देखाउने मात्र काम गर्छ. के हो जानी जानी विवाद गर्छ, फेरि गीत निकालेछ मोराले. हुन त आफै खेलेको फिल्ममा त सहयोग गरेन रे. पढे त पार्टीको छोले जात जनाइहाल्छ. तर उसले हार मानेन. प्रत्येक प्रहारहरूलाई सहँदै, सम्हालिँदै, सिक्दै, सम्झिँदै उठिरहेको छ, अगाडि बढिरहेको छ. यसरी जसले सपना देख्न सिकाइरहेको छ, जसले सम्भावना खोज्न सिकाइरहेको छ, जसले सङ्घर्ष गर्न प्रेरित गरिरहेको छ, जसले लोक सङ्गीतको दायरा फराकिलो बनाइरहेको छ र कलाको परिभाषा बदलिरहेको छ. हामी मञ्चमा प्रस्तुत गर्दैछौँ कुनै लोकप्रिय बहुप्रतिभाशाली सुपरस्टार प्रकाश सपुतलाई.
कि बिसन्चो छ सोध्न भनी आको सन्चै छ कि बिसन्चो छ सोध्न भनी आको गाउने तल लाग्यो हजुर त्यसैले गीत गाएको मान्छे एउटै हो छैन बिचमा कुनै बार वारको पार जोडौँ दिलको तार नमस्कार रोए पनि बित्छ जीवन हाँसे पनि बित्छ रोए पनि बित्छ जीवन हाँसे पनि बित्छ खुसी खुसी जसले बाँच्छ त्यसले संसार जित्छ हो कि नहुनुहोस् त मान्छे एउटै हो छैन बिचमा कुनै बार वारको पार जोडौँ दिलको एभ्रीबडी Thank you so much सबैजनालाई धेरै धन्यवाद छ सुनवल कस्तो भइरहेछ मेरो आज अलिकति सास बढिरहेको छ म अलिकति नर्भस छु अघि सञ्जयले भने जस्तै अघि दीपले भने जस्तै म धेरै पछि तपाईहरुसँग भेटघाट गर्न निस्किएको छु सुनवलको लागि म नयाँ होइन मेरो लागि सुनवल नयाँ होइन म धेरै पटक यो ठाउँमा आएको छु तर आज केही समयको अन्तराल पछि धेरै पछि ससुराली गए जस्तो अलिकति अप्ठ्यारो अलिकति खुसी अलिकति रमाइलो यस्तो अनुभव भइरहेको छ एकचोटि थ्यांक यू सो मच सबैजनाले यस्तो गर्दिनु एकचोटि नमस्ते गर्दिनु थ्यांक यू सो मच सुनवल म धेरै धन्यवाद दिन चाहन्छु हाम्रो पाँचौं म अगाडि दुईवटामा आएको जस्तो लागिरहेको छ मलाई र आज पाँचौंमा पनि यहाँहरुसँग भेटघाट हुने मौका मिल्यो म सम्पूर्ण आयोजक टिमलाई धन्यवाद दिन चाहन्छु हाम्रो रमेश कर्मचारी सरलाई थ्यांक यू भन्न चाहन्छु लेखनाथ सरलाई म धन्यवाद दिन चाहन्छु एकदम राम्रो तरिकाले कोर्डिनेट गरिरहनु भएको छ कलाकारहरुको यसैगरी हाम्रो सञ्जय देवकोटा थ्यांक यू सञ्जय ब्रो एकचोटि सञ्जयको लागि ताली बजाइदिनुस् न असाध्यै राम्रो बहुप्रतिभाशाली कलाकार होस्ट के भन्ने हो एकदमै भर्सटाइल पर्सनालिटी थ्यांक यू सो मच सञ्जय थ्यांक यू दीप धेरै वर्षपछि दीपलाई मैले सुरुका स्टेजहरुबाट नै सँगै पाइरहेको छु यो क्षेत्रमा आउँदाखेरि एकदमै खुसी लाग्छ दीपलाई पनि थ्यांक यू सो मच भन्न चाहन्छु यसैगरी म लोकदोरी प्रतिष्ठानलाई पनि सम्झिन चाहन्छु रमेश सर अहिले बाहिर हुनुहुन्छ र मेरो यात्रामा सधैँ साथ दिइरहने हाम्रो वीरेन्द्र दाइलाई पनि म थ्यांक यू भन्न चाहन्छु ओके अब रमाइलो गर्ने हो ओके थ्यांक यू